साथीहरु तपाईहरु पनि नेपाली नयाँ फिल्महरु चाहिँ आफ्नै मोबाइलबाट घरै बसी हेर्न चाहनुहुन्छ भने चाहिँ आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। यहाँनिर देख्न सक्नुहुन्छ बलिदान रहेको छ एकदमै राम्रो चलचित्र अनि अर्को रहेको छ जेरी अन टप अनि यहाँ देख्न सक्नुहुन्छ प्राण भन्ने यहाँ अर्को रहेको छ माग्ने राजा। यस्तै लगायत एकदमै राम्रो चलचित्रहरु चाहिँ यस एपबाट सजिलै आफ्नै मोबाइलबाट घरै बसी हेर्न सक्नुहुन्छ। त्यसैको लागि आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। र यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु यहाँनिर रहेको छ एउटा प्राण, यहाँनिर रहेको छ जेरी रहेको छ, यहाँ बलिदान रहेको छ, यहाँ तल देख्न सक्नुहुन्छ माग्ने राजा, यहाँनिर अगस्त छ, यहाँ अन्जिला रहेको छ। यस्तै एकदमै पपुलर नेपाली फिल्महरु चाहिँ यस एपबाट सजिलै हेर्न सक्नुहुन्छ। माग्ने राजा भयो यहाँनिर देख्न सक्नुहुन्छ, यहाँ अर्को रहेको छ अन्जिला, यहाँ देख्न सक्नुहुन्छ अन्जिला भयो, यहाँ अर्को रहेको छ परदेशी 2 र यहाँ अर्को रहेको छ बगान। यस्तै अन्य रहेको छ निकै पपुलर चलचित्रहरु यहाँ तल देख्न सक्नुहुन्छ कर्म रहेको छ अनि यहाँ अर्को रहेको छ छक्का पंजा 5, नरसिंहा, रंगी, मायावी अनि फर्की महाभोज, रंगली, महाजात्रा लगायत एकदमै चलचित्र नेपाली चलचित्र चाहिँ पपुलर एकदमै यस एपबाट चाहिँ सजिलै हेर्न सक्नुहुन्छ। त्यसैको लागि तपाईहरुले सबैभन्दा पहिला मानौ तपाईले कुनै पनि यहाँ रहेको कुनै पनि नेपाली फिल्मलाई हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईले सबैभन्दा पहिला के गर्नुपर्छ भने मानौ यो माग्ने राजा हेर्न चाहन्छु, त्यसको लागि चाहिँ यहाँ मैले माग्ने राजा लेखेकोमा टच गरे, यहाँ माग्ने राजा लेखेकोमा टच गरे अथवा तपाईले यहाँ तलबाट जुनसुकै फिल्महरु हेर्न चाहनुहुन्छ भने त्यस फिल्मलाई टच गर्नु होला। मैले चाहिँ माग्ने राजालाई टच गरे त ल, यहाँ देख्न सक्नुहुन्छ अथवा मैले मोहरलाई टच गरे, मैले मोहरलाई हेर्न चाहे मोहरलाई टच गरे। यहाँ मोहरलाई टच गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ टेलर, यो टेलरमा टच गर्नुभयो भने चाहिँ यस फिल्मको टेलर देख्न सक्नुहुन्छ। अनि यहाँ तल देख्न सक्नुहुन्छ तपाईहरुले यहाँनिर यस फिल्ममा चाहिँ को रहेको छ त आर्टिस्टहरु अथवा अभिनय गर्नेहरु यहाँ तल देख्न सक्नुहुन्छ पल शाह रहेको छ, बेनिसा हमाल, नीति शाह, अर्जुन जङ शाह लगायत विभिन्न कलाकारहरु रहेको छ। उहाँहरुको नाम राखिदिएको हुन्छ भने त्यतिकैमा यहाँ माथि देख्न सक्नुहुन्छ सब्स्क्राइब नाउ लेखेकोमा तपाईले यसमा टच गर्नुपर्ने हुन्छ है। म यहाँनिर टच गरेर देखाउँछु, तपाईहरुले पनि त्यही टच गर्नु होला। तपाई यदि यस फिल्मलाई हेर्न चाहनुहुन्छ अथवा अरु कुनै फिल्मलाई हेर्न चाहनुहुन्छ भने यही तरिका हो, यो सब्स्क्राइब नाउ लेखेकोमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ इयरली छ वर्षैभरि। यो चाहिँ कस्तो हो भने तपाईले एउटा फिल्म हैन अन्य धेरै फिल्महरु हेर्न सक्नुहुन्छ। वार्षिक रूपमा चाहिँ तपाईले पैसा तिरेर यहाँ देख्न सक्नुहुन्छ 2999 रुपैयाँ मतलब लगभग 3000 रुपैयाँमा चाहिँ तपाईले वर्षैभरि हेर्न सक्नुहुन्छ, अनलिमिटेड हेर्न सक्नुहुन्छ र बिना एड है। र यहाँ अर्को देख्न सक्नुहुन्छ यहाँ 3 महिनाको लागि यो चाहिँ तपाईले 2000 मा हेर्न सक्नुहुन्छ भने यहाँ अर्को रहेको छ 1 मन्थको लागि चाहिँ लगभग 700 रुपैयाँमा हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ के लेखेको छ भने यो तपाईले गरेको सब्स्क्रिप्सन चाहिँ दुईवटा डिभाइसमा चल्ने छ लेखेको छ अनि हाई क्वालिटीमा कन्टेन्ट दिनेछ भने नो लिमिट भनेको मतलब जति पनि तपाईले हेर्न सक्नुहुनेछ र एड फ्री बिना एडको हेर्न सक्नुहुनेछ। र अब कसरी हेर्ने त भन्दाखेरि यो पैसा कसरी तिर्ने त भन्नको लागि चाहिँ यहाँ तल देख्न सक्नुहुन्छ ई सेवा रहेको छ एउटा, अर्को खल्ती रहेको छ भने अर्को यहाँ रहेको छ नोबेल बैंक। तपाईले जुनसुकैबाट पनि तिर्न सक्नुहुन्छ। म चाहिँ तपाईलाई ई सेवाबाट पहिला देखाउँदैछु, त्यसको लागि यो ई सेवा लेखेकोमा टच गर्नु होला है। र त्यो भन्दा अगाडि चाहिँ पहिला तपाईले कुन सब्स्क्रिप्सन लिन चाहनुहुन्छ अथवा वर्षको लिन चाहनुहुन्छ, 3 महिनाको लागि लिन चाहनुहुन्छ अथवा 1 महिनाको लागि लिन चाहनुहुन्छ भने त्यसलाई टच गर्नुपर्ने हुन्छ। म चाहिँ मानौ 1 महिनाको लागि लिए, यसमा टच गर्नु होला। अथवा तपाईले 3 महिनाको लागि लिन चाहनुहुन्छ भने यस्तो गर्नु होला, 4 महिनाको लागि अथवा 1 वर्षको लागि लिन चाहनुहुन्छ यसो गर्नु होला। तपाईले जुन इच्छा छ जुन लिन चाहनुहुन्छ त्यसलाई टच गर्नु होला। म चाहिँ 1 महिनाको लागि लिए, त्यसको लागि यहाँ टच गरे र यहाँ तल देख्न सक्नुहुन्छ ई सेवा लेखेको यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर अर्को किसिमको खुल्ने गर्दछ, यहाँ देख्न सक्नुहुन्छ यहाँ लेखेको छ जम्मा 699 रुपैयाँ। र यहाँनिर तपाईले अब यसबाट हेर्नको लागि चाहिँ यहाँनिर आफ्नो ई सेवा आइडी हाल्नुपर्ने हुन्छ। यसको मतलब मोबाइल नम्बर अथवा केबाट खोल्नुहुन्छ त्यो राख्नु होला। यहाँनिर पासवर्ड राख्नु होला
र पासवर्ड राखिसकेपछि यहाँबाट लगइन लेखेकोमा टच गर्नु होला र त्यसबाट तपाईले त्यहाँ गएर चाहिँ पैसा आफ्नो हेर्न चाहेको फिल्मको पैसा चाहिँ तिरेर सजिलै हेर्न सक्नुहुन्छ। र ब्याक सरौँ। अर्को तरिका मानौ खल्तीबाट पनि त्यही हो। यहाँ खल्तीमा चाहिँ कसरी देखाउँछ भने यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर रहेको छ यो चाहिँ दिस पेमेन्ट विल बी एक्सपायर अन अगस्ट 10 भनेको छ। यहाँ देखिन्छ मोबाइल ब्याङ्किङ, यहाँनिर देखिन्छ मोबाइल ई ब्याङ्किङ भयो, मोबाइल ब्याङ्किङ भयो, कनेक्ट आइपिएस, खल्ती वालेट। तपाईँले कुनबाट तिर्न चाहनुहुन्छ त्यहाँ टच गर्नु होला र ब्याङ्कबाट हो भने चाहिँ यो नोबेल ब्याङ्क लेखेकोमा टच गर्नु होला र नोबेल ब्याङ्कबाट पनि तपाईँले तिर्न सक्नुहुन्छ। यही तरिकाले तपाईँले आफूले चाहेको नयाँ फिल्महरूलाई चाहिँ सजिलै हेर्न सक्नुहुनेछ। र त्यस्तै अर्को पनि म तपाईँलाई देखाउँछु। यहाँ तल रहेको छ ट्रेन्डिङमा रहेको फिल्महरू रहेको छ। यहाँ बोक्सीको घर, सानो संसार भयो, कारसाङ भयो, चित्रा भयो लगायतका एकदमै यस एपमा रहेको चाहिँ एकदमै नयाँ राम्रो फिल्महरू तपाईँले देख्न सक्नुहुन्छ। भर्खरै हलमा रिलिज भएको फिल्म। र यो एप चाहिँ कुन रहेको छ भन्नुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ म तपाईँहरूलाई प्ले स्टोरमा लाँदैछु। यो एपको बारे जानकारी दिन प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसके पछाडि यहाँनिर सर्च गर्नु होला। याम लेखेर सर्च गर्नु होला है। याम सर्च गर्नु होला। यहाँ तल देख्न सक्नुहुन्छ आम लेखेको एप रहेको छ। यसलाई फेरि टच गर्नु होला र यहाँनिर देख्न सक्नुहुन्छ ओपन लेखेकोमा टच गरेर यहाँ चाहिँ तपाईँले यदि इन्स्टल गर्नुभएको छैन भने चाहिँ यहाँनिर इन्स्टल आउँछ र इन्स्टल लेखेकोमा टच गरिसके पछाडि तपाईँले इन्स्टल हुन्छ र त्यहीँ यस एपले दिएको निर्देशनअनुसार तपाईँले आफ्नो आइडी क्रिएट गर्नुपर्ने हुन्छ। सजिलै आइडी क्रिएट हुन्छ र सजिलै आइडी क्रिएट गरिसके पछाडि तपाईँले यस एपबाट तपाईँले आफूले चाहेको नयाँ फिल्महरूलाई चाहिँ सजिलै हेर्न सक्नुहुन्छ। हो साथीहरू, तपाईँहरूले पनि यही तरिकाले चाहिँ आफूले चाहेको जति पनि रहेको यहाँनिर रहेको यस एपमा रहेको नयाँ फिल्महरू रहेको छ नि त्यो सम्पूर्ण फिल्महरू चाहिँ सजिलै आफ्नै मोबाइलबाट घरै बसी हेर्न सक्नुहुन्छ। तपाईँको टाइम अथवा सुतेको बेला अथवा जुनसुकै बेला खाली रहनुहुन्छ त्यो टाइममा चाहिँ तपाईँले हलमा गएर हेर्न नसकेको फिल्म अथवा तपाईँले हेर्न चाहेको फिल्म चाहिँ फेरि हेर्न मन छ भने तपाईँले यस एपबाट सजिलै हेर्न सक्नुहुन्छ है त साथीहरू। यस्तै फिल्महरू हेर्न चाहनुहुन्छ भने चाहिँ यस एपको प्रयोग गरेर चाहिँ सजिलै एकदमै सजिलो तरिकाले हेर्न सक्नुहुन्छ। र त साथीहरू, आजको लागि तपाईँहरूलाई मैले जुन सामग्री ल्याएको थिएँ यो सामग्री तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्टमा बताउन नबिर्सनु होला। र तपाईँहरू यस्तै सामग्रीहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला भन्दै आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। हस्त बाई बाई, नमस्ते।